हेलो अनि म त यहाँनिर कफी खाँदैछु नि त त्यसले गर्दाखेरि यो चाहिँ तपाईँको कहाँ हो भन्दाखेरि डम्बर अलिकति ल्याएर त्यहाँनिर बसेर कम्ती के सामानहरू किन्नु छ हो। त्यसको बादमा फेरि फर्केर यहाँ अब यहाँबाट जाने हो। यहाँ पान दोकान यहाँबाट चाहिँ हामी नि अनि यो चाहिँ हाम्रो हाट बजारको लुगा दोकानहरू सानो लुगा दोकान हुन्छ कि तर सामानहरू चाहिँ सबै पाउँछ यहाँ बजारमा हाम्रो। तर बेलुका भए बन्द भयो नि त। अहिले हाट हो त्यही कारणले बन्द भएको सामान सबै हाल्दैछ। सब्जीहरू आएको रहेछ नि त। जाने होला ल भोलि किनभने हाट हो नि त हो त्यसको लागि चाहिँ भोलि हाट हो नि त हो त्यसको लागि चाहिँ सबै दोकान बन्द गरेको। किनभने सामान मिलाउँछ नि त अहिले हो त्यसको लागि चाहिँ नानीको सामान लिनु थियो अरे अब हो। डिकी बन्द गरे त बन्द गरे बन्द नानीकोहरू सबै बन्द। अब त ज्याकेटहरूको टाइम गयो है। यो भने छैन यो ₹100 ठिकै छ त एउटा। स्टिलको भाँडा छैन है। कराई हेर्दै रहेछ फलमको कराई रहेछ। यो राम्रो छ त कराई। यी दिनुहोस् न पैसा। यो छेदो कहाँको हौ? चाइनिज है। कति छ अहिले यो? दामी छ नि यो। अब चाहिँ हामी हो माथि एकपल्ट लुगा दोकान जाने काम छ हो त्यसमा गएर अब चाहिँ हामी यहाँबाट निस्केको है। यहाँबाट निस्केर चाहिँ हामी अलिकति माथि मार्केट जाने काम छ। त्यो हाम्रो दिल्ली स्टोर बनाउनु पाइन त्यसको लागि चाहिँ भर्खर अब भिडियो सुरु गरेको। जस्तो भन्दा पनि अब बजार आइपुगेर होइन बिचबाट मैले भिडियो सुरु गरेको त्यसको लागि सरी। अर्को पालिदेखिको बनाउँदाखेरि चाहिँ घरबाटै बनाउँछौँ है। अनि हामी आइपुग्यो अहिले तपाईँको सिके चोक। अनि हामी चाहिँ यतापट्टि लागौँ है सुपर मार्केटपट्टि त्यो एउटा फुल दोकान छ कि फुल दोकानमा चाहिँ अब तपाईँको फुल दोकान खुल्ला छ भने चाहिँ त्यहाँ फुल किनौँ सामानहरू किन्नु छ त्यहाँ कम्ती। त्यहाँदेखिको हामी सिधै अनि फेरि त्यहाँदेखिको हाम्रो म्यामलाई पनि के भन्छ कफी खाने अरे कफी त्यसको लागि चाहिँ अनि हामी चाहिँ यतापट्टि जानुपर्छ हो फेरि अब लेफ्ट राइटपट्टि। त्यही स्कुटी हालेर अब हामी चाहिँ पुग्यो कफी दोकान। अब भित्र जानुपर्छ है। हेलो अनि म त यहाँनिर कफी खाँदैछु नि त। अब चाहिँ निस्क्यौँ हामी बिग सेल अरे। अब हामी चाहिँ फेरि वापस चाबी होइन। अब हाम्रो सुट चाहिँ यो हो। यहाँनिर चाहिँ मेरो च्यानलको नाम। अनि हामी वापस अब हामी चाहिँ आइपुग्यो डेभिडियासको त्यहाँ चाहिँ हाम्रो होल पहिलाको पुरानो यादगारको जोडेको होल कञ्चन हो कि नबेडी हो बिर्सिसक्यो त्यस्तै होला। अनि हामी चाहिँ आयो हामीले डेभिडियास यो हाम्रो यादगार रेस्टुरेन्ट। तीनजना छ हो।
हमारी ऊ हेर्न यहाँ इन्डिकेटर नजलाइकन है ओ आइपुग्यो गेटमा ल आजको लागि यति नै साथीहरू है बाई बाई गुड नाइट मेरो भिडियोमा लाइक कमेन्ट